यहाँहरु सबैलाई नमस्कार। हिजो मेरो गाउँबाट काठमाडौँ आउनको निम्ति 2-3 दिन लाग्थ्यो। म आफै पनि हिँडेर र सँगसँगै त्यो 2-3 दिनको यात्रामा काठमाडौँ पुगेको अनुभव छ। र अहिले चाहिँ विशेष गरी यति सहज भएको छ, यति यात्रा छोटो भएको छ। यो एक हिसाबले केही देशको विकासको रूपलाई पनि हामी लिन सक्छौँ। हिजो काठमाडौँ आउँदा 2-4 दिन लाग्ने ठाउँमा आज 4-5 घण्टामा पुग्ने वातावरण सृजना भएको छ। यो एक हिसाबले सडक सञ्जाल र यातायातको पहुँचको कारणले गर्दा पनि यो सम्भव भएको जस्तो मलाई लाग्छ। म आज चाहिँ ओखलढुङ्गाको यात्रा काठमाडौँबाट गरेको एउटा अनुभव सुनाउन चाहन्छु। म बिहानै उठेँ, 4:30 बजे उठेँ। उठिसकेपछि लुगासुगा लाएर बाइक निकाल्दाखेरि 5 बजेको थियो म बसेको ठाउँबाट हिँड्दै गर्दाखेरि। र म ठ्याक्कै 5 बजे मैले काठमाडौँबाट मेरो आफ्नो निजी साधन बाइकमा ओखलढुङ्गाको यात्रा सुरुवात गरेँ। सुरुवात गर्दै गर्दाखेरि मैले लगभग 7:30 बजेतिर म यो सुनकोशी गाउँपालिकाको वार्ड नम्बर 5 मा रहेको यो सेतीदेवी मन्दिरमा आइपुगेँ। आइसकेपछि यहाँ देवीको दर्शन गरिसकेपछि एकछिन थकान मेट्नको निम्ति मैले चाहिँ यो रेड बुल एनर्जी ड्रिङ्क पनि लिइसकेपछि अब म लगभग 2-3 घण्टामा म आफ्नो ओखलढुङ्गा जिल्लामा प्रवेश गर्नेछु। र सम्भवतः खाना खान म आज 10-11 बजे म आफ्नै घर पुग्नेछु। यो स्थिति हामीले एक हिसाबले हेर्ने हो भने आज काठमाडौँबाट बिहान हिँड्दै गर्दाखेरि आफ्नै घरको खाना खान पुगिन्छ भने त्यसलाई एक हिसाबले हामीले हिजोभन्दा आज केही भएको कुरा पनि महसुस गर्नुपर्छ भन्न चाहेको हो। तपाईँहरूलाई कस्तो लाग्छ? केही परिवर्तन त भएकै हो नि त। हिजो परिवर्तन भएन भन्ने मान्छेहरूलाई केही परिवर्तन भएको छ। आज तिनै परिवर्तनको खोजीमा कुद्नेहरू युवा पङ्क्तिहरूले आज कसरी चाहिँ सुकिला मुकिला र आफै साधन हुइकाएर आफै कुदाएर त्यति सक्षम बने भन्ने कुराको पनि हामीले हेका राख्नुपर्छ भन्न चाहन्छु। हस्, धन्यवाद।